ल हेर्नु गाइज कस्तो शिलाहरू छ यहाँ है। यहाँ चाहिँ धेरै ढुङ्गामा चाहिँ डिजाइनहरू गरेको रहेछ, एकदमै राम्रो। ल हेर्नु यो के होला यस्तो, यो धन्नै लडिएन यार, धन्नै लडिएन। यहाँ चाहिँ कुण्डल लगाएको एउटा मुखुराहरू चाहिँ यस्तो यस्तो छ। अनुसार यहाँ चाहिँ कछुवाको चिन्ह अङ्कित रहेछ है, कछुवा। ल हेर्नु उता नारायणीवारी त्यो रिबरवारी चाहिँ यो गैँडाकोटको देखिरह राम्रोसँग देखिएन यो लाइटले गर्दाखेरि। बडा राम्रो आकृतिहरू बनाएर छन्। ल यहाँ फेरि एउटा नारीको चित्र अङ्कित रहेछ है। ल कस्तो नाक चाहिँ भाँचिसकेको छ, नाक भाँचिसकेछन्, तर चित्रकारले चाहिँ एकदमै राम्रो बनाएर छ। नाक भाँचिँदा पनि यस्तो राम्रो देखिरह। यो बनाउने चित्रकारलाई हामी सबैको नमन छ। यस्तै चित्रकारी उसले बनाइरहोस्। यी हाम्रो मित्र आइरहनु भएको है, हाम्रो ऋषि भट्टराईज्यू। यो बडा राम्रो बनाएर छ, तर नाक चाहिँ भाँचिएछ, नाका डाँडी। यो कसैले उछेलै मान्छेले बिगारे हो कि त्यतिकै त भाँचिनु पर्ने। पानी लिएर हो हामी, यसो पानी चौतारामा बसेर। त्यति बेला तिर्खाला आएको थिएन गाइस। ल ठिक छ, चौतारामा बसेर खानेकुरा भयो। चौतारो नै आइसक्यो, त्यही बरपिपलको चौतारो राम्रो चौतारो बनाएर छ यहाँ। यहाँ ल यहाँ सबै कुरा छ जस्तो हो। पार्टी प्रतीक्षालय, चिसो लागेछ साथीलाई। हामी मौलागालिका जाँदै हो, अझै टाइम लाग्छ, धेरै माथि छ अझै। छन त केबल कार पनि छ, हामी हिँडेर जाँदै। यहाँ चियापानीको व्यवस्था छ, एकछिन बसौँ न त यहीँ।